भन्ने एक दुईवटा काम छ जो चाहिँ हामीले गरोस्। अनि मेरो प्रेयर छ यो नयाँ साल हामी यो कामलाई गर्न सकौँ। आमेन। सो पहिलो पदमा पढ्नु, त्यहाँनिर के नगर्नु त्यो कुरा लेखेको छ। पहिलो पद कि त्यो मानिस धन्यको हो जो दुष्टहरूको युक्तिमा चल्दैन, जो के गर्दैन, दुष्टहरूको पहिलो काम चाहिँ के छ, दुष्टहरूको युक्तिमा चाहिँ चल्दैन, दुष्टहरूको सल्लाहमा चाहिँ के गर्दैन, हिँड्दैन, दुष्टको सल्लाहमा हिँड्दैन। हितोपदेशको किताबमा पहिलो अध्यायको 10 पदमा दुष्टको सल्लाहको बारेमा लेख्छ। पहिलो अध्यायको 10 पदमा दुष्टको सल्लाह, दुष्टले कस्तो सल्लाह दिन्छ अरे, हामीसँग आऊ अनि कसैको हत्या गर्न हामी ढुकिबसौँ। पहिलो काम हामीले जो नगर्नु छ, पहिलो काम जो तपाईँले नगर्नु छ यो 2026 मा चाहिँ के हो भने दुष्टको सल्लाहमा चाहिँ नहिँड्नु। दुष्टको सल्लाहमा चाहिँ के हुन्छ, दुष्टको सल्लाहमा चाहिँ अरूलाई नोक्सान गर्ने कुरा हुन्छ, अरूलाई घात गर्ने कुरा हुन्छ, अरूलाई चोट पुर्याउने कुरा हुन्छ। अनि यस्तो सल्लाह चाहिँ नि, यस्तो सल्लाहबाट के गरौँ, बाँचौँ। तपाईँलाई सल्लाह दिन्छ कि अरे तिमीलाई यस्तो भन्दै थियो, अगर तिम्रो जग्गामा म भए त म त सहन्थिनँ, तिम्रो जग्गामा म भए त म त एकदम लडाइँ गर्थेँ। तपाईँलाई सल्लाह दिनु सक्छ, आफ्नो बुढालाई हेर्नु है, आफ्नो हस्बेन्डलाई हेर्नु, मलाई त तिम्रो हस्बेन्डको चाला मलाई ठिक लागेन, मलाई त तिम्रो वाइफको चाला मलाई ठिक लागेन। यस्तो सल्लाहमा चाहिँ कतिवटा परिवारले गलत सल्लाह पाएकोले गर्दा परिवार भाताभुङ्ग भएको छ। कतिवटा गलत सल्लाह मान्छेले सुनेकोले सम्बन्ध चाहिँ भाताभुङ्ग भएको छ। त्यो मान्छेले तपाईँलाई यस्तो भन्दै थियो, त्यो मान्छेले तपाईँको बारेमा यस्तो कुरा गर्दै थियो, त्यो मान्छेले त तपाईँलाई यस्तो भन्दो रहेछ, त्यो मान्छेले त तपाईँलाई त्यस्तो भन्दै रहेछ। त दुष्टको सल्लाहमा चाहिँ नहिँड्नु। प्रभुको वचनले हामीलाई के शिक्षा दिँदैछ कि दुष्टको सल्लाहमा 2025 बी केयरफुल, तपाईँ एकदम केयरफुल हुनुहोस्। तपाईँले जो सल्लाह तपाईँलाई पाउनु हुँदैछ नि, तपाईँको छिमेकीले जो सल्लाह दिन्छ, तपाईँको साथीले जो सल्लाह दिन्छ तपाईँले बी केयरफुल, एकदम केयरफुल हुनुहोस्। सोच्नुहोस्, पहिला एनालाइज गर्नुहोस् कि त्यो सल्लाहमा चाहिँ जीवन छ कि छैन, त्यो सल्लाहमा कसैलाई घात गर्ने, त्यो सल्लाहमा कसैलाई नोक्सान गर्ने, त्यो सल्लाहमा कसैलाई चोट पुर्याउने छ भने चाहिँ त्यो सल्लाह चाहिँ प्रभुबाटको होइन। बाइबलमा त लेख्छ प्रभुको सल्लाह चाहिँ अनन्तसम्मको लागि हुन्छ, प्रभुको सल्लाह। तर दुष्टहरूको सल्लाहमा चाहिँ मान्छे के हुन्छ, नाश हुन्छ। दुष्टहरूको सल्लाहमा चाहिँ परिवार भाताभुङ्ग हुन्छ। दुष्टहरूको सल्लाहमा चाहिँ नि मान्छेले काम छोडिदिन्छ। दुष्टहरूको सल्लाहमा चाहिँ नि मान्छेले वैवाहिक लाइफलाई पनि के गर्छ, तोडिदिन्छ। दुष्टको सल्लाहमा चाहिँ झैँ झगडा हुन्छ। दुष्टको सल्लाहमा चाहिँ ठासठुस भन्ने कुरा हुन्छ। दुष्टको सल्लाहमा चाहिँ मन दुख्ने कुरा हुन्छ। दुष्टको सल्लाहमा चाहिँ एकअर्कामा बोल्नु छोडिदिन्छ। 2026 तपाईँ हरेक त्यो दुष्टको सल्लाहबाट के गर्नुहोस्, बी केयरफुल। मेरो प्रार्थना छ प्रभुले तपाईँलाई अनुग्रह गरून् अनि सबै त्यो सल्लाह जसले तपाईँलाई नोक्सान गर्छ, त्यो सल्लाह जसले तपाईँको परिवारलाई नोक्सान गर्छ, तपाईँ त्यो सल्लाहबाट बाँचुन्। आमेन।